परमेश्वरको वचनमा एफिसी 1:4 भन्दछ, उहाँको सामुन्ने पवित्र र निष्कलङ्क हौँ भनेर संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। आमेन। अनि साँच्ची नै हामी भन्ने गर्छौँ कि आमाको गर्भमा हुँदाखेरि चाहिँ परमेश्वरले त्योभन्दा अगाडि नै हामीलाई चुन्नुभएको छ। तर साँच्ची नै हामीले वचनमा हेर्ने हो भने परमेश्वरले चाहिँ हामीलाई संसारकै उत्पत्तिभन्दा अगाडि चाहिँ चुन्नुभएको छ। अनि यसले चाहिँ परमेश्वरको महानतालाई देखाउँछ होइन, कति महान हुनुहुन्छ हाम्रो परमेश्वर। अनि हामी चाहिँ उहाँप्रति धन्यवादी हुन एकदमै जरुरी छ। अनि यो गीतले पनि भन्दछ, मलाई एकदमै मन पर्यो यो गीत। ख्रीष्टको स्वरूपमा बनिनको निम्ति, ख्रीष्टको स्वरूपमा बनिनको निम्ति जगतको उत्पत्ति भन्दा अघि मलाई चुन्नुभयो, जगतको उत्पत्ति भन्दा अघि मलाई चुन्नुभयो। पवित्र अनि निष्कलङ्क हुन, पवित्र अनि निष्कलङ्क हुन जगतको उत्पत्ति भन्दा अघि मलाई चुन्नुभयो, जगतको उत्पत्ति भन्दा अघि मलाई चुन्नुभयो। तपाईको पूर्व ज्ञान अनुसार मलाई हे परम प्रभु तपाईले बोलाउनु भयो, तपाईको पूर्व ज्ञान अनुसार मलाई हे परम प्रभु तपाईले बोलाउनु भयो। हालेलुया।